सामान्य सभामुख महोदय, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 माथिको छलफलमा छौँ हामी। अब यहाँ मान्यज्यूहरूले उठाउनुभएका प्रश्नहरूप्रति सरकारले गम्भीर ध्यान आकर्षण गरेको छ। विशेषतः कसैले पनि दोहोरो सुविधा लिनु हुँदैन भन्ने मान्यताबाट निर्देशित भएर यो विधेयक आएको हो। नीतिगत स्पष्टतालाई चाहिँ कानुनी स्पष्टता दिनको लागि कानुनहरू ल्याउनुपर्छ र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053बाट सुरुवात भएको भनौँ। फरक फरक विधेयकमा काम गर्नुपर्छ। सरकारले जुन नीति लिन्छ त्यो नीतिलाई चाहिँ कानुनी स्पष्टता दिनको लागि चाहिँ हरेक जुन जुन कानुनले जसलाई छुन्छ त्यो दोहोरो सुविधा हुने ठाउँहरूमा चाहिँ मिलाउँदै जानुपर्छ र संवैधानिक निकायका पदाधिकारीहरूको हकमा अहिले चाहिँ यो दोहोरो सुविधा दिनु हुँदैन भनेर विधेयक प्रस्तुत गरिएको हो। यहाँ अब अघि धेरै मान्यज्यूहरूले छलफलको क्रममा पनि उठाइसक्नु भएको छ। जनताको करबाट हामीले राज्यको कोष जुन खडा भएको हुन्छ त्यहाँबाट हामीले तलब खाने हो, सबैले त्यहीँबाट तलब खाने हो। त्यस कारणले जनताले तिरेको करको चाहिँ सही सदुपयोग होस्, समुचित प्रयोग होस्, त्यसलाई चाहिँ मितव्ययी हिसाबले राज्यले सदुपयोग गर्न सकोस् भन्ने पनि मान्यता हो। यसमा रिटायरमेन्ट भइसकेपछि जुन काम गरेको सेवा अवधि छ, काम गर्ने सेवा अवधि, रिटायरमेन्ट भइसके पछाडि जति समय काम गरिन्छ त्यो काम गरुन्जेलको तलब आइ नै हाल्छ। तर पेन्सन जुन आफूले रिटायरमेन्ट भइसकेपछि पाउनुपर्ने हो त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो। कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो। अब यसो हिसाब गर्दाखेरि अघि हिसाबहरूको पनि कुरो आयो। जम्मा हामीसँग चाहिँ 13वटा आयोग छन्। 13वटा आयोगमा 61 जना पदाधिकारीहरू हुनुहुन्छ। जेनरली अब संवैधानिक आयोगमा नियुक्ति हुने भनेको अलिकति उच्चतम तहकै कर्मचारीहरू रिटायरमेन्ट पछि हुनुहुन्छ र उहाँहरूको अनुमान गर्दाखेरि मासिक कति पेन्सन होला भन्दा एभरेजमा हामीले 50,000 उहाँहरूको पेन्सन हुन्छ भनेर हामीले सोच्यौँ भनेदेखि 13वटा आयोगमा 61 जना पदाधिकारी सबै त पूर्व कर्मचारी नहुनु होला। तर हामीले सालाखाला हिसाब गर्यो भनेदेखि एकजना संवैधानिक पदाधिकारीको उहाँको टेन्युर भनेको चाहिँ 6 वर्षको हुन्छ। अनि 1 वर्षमा 50,000को दरले गर्दाखेरि पनि 6 लाख हुने भयो र त्यो गर्दाखेरि यसो हिसाब गर्दाखेरि 36 लाख चाहिँ एकजना व्यक्ति बराबर बच्ने देखिन्छ यदि कर्मचारी नियुक्त हुने हो भनेदेखि। त्यस कारणले गर्दाखेरि अब यसमा अरू धेरै कुरा जानु परेन। 61 जनामा सबै कर्मचारी हुन्छन् भन्ने पनि छैन, हुँदै हुँदैनन् भन्ने पनि छैन। हामीले संवैधानिक आयोगहरूमा नियुक्त गर्न उपयुक्त पात्रहरू पायौँ, नेपाली जनताले पाउनुभयो भनेदेखि चाहिँ दोहोरो सुविधा उहाँहरूले नलिनुहोस् भन्ने कुराको लागि मात्रै यो विधेयक लिएर आइएको हो। र यो चाहिँ समय सापेक्ष परिवर्तन भइरहने कुरा हो जस्तो मलाई लाग्छ। अहिले तत्कालीन कतिजना हुनुहुन्छ, हिजो कतिजना हुनुहुन्थ्यो। अब हामीले हिजोको कुरा त रोक्न सक्दैनौँ, तर भोलि त हामीले रोक्न सक्छौँ नि भनेर यो विधेयक पनि हामीले प्रस्तुत गरिएको हो। अब सरकारको सैद्धान्तिक स्पष्टता यसमै छ, कसैले पनि दोहोरो सुविधा नलियोस्। त्यो संवैधानिक पदाधिकारी मात्र होइन, सबैलाई त्यही लागू गर्नुपर्छ भनेर बिस्तारै सबै कानुनहरूमा सुधार गर्दै गइराखेका छौँ। अस्ति भर्खरै पनि निजामती कर्मचारीलाई अब करारमा चाहिँ नराख्नु है भन्ने सरकारले एउटा निर्णय पनि गरेको छ। सबै हिसाबले हेर्दाखेरि सरकारको सैद्धान्तिक स्पष्टता चाहिँ कसैले पनि दोहोरो सुविधा लिनु हुँदैन भन्ने नै छ। त्यस कारणले अहिले मान्यज्यूहरूले होइन त्यो त उहाँहरूले काम गरेको पारिश्रमिक हो नि त, पारिश्रमिक त्यो काम गरे बापतको उहाँहरूको फल हो नि त भन्ने खालको कुरा पनि गर्नुभयो। फल पनि हो, ठिकै हो, सबै कुरा ठिक छ, तर दोहोरो चाहिँ हुनु हुँदैन। जनताले तिरेको करलाई यतिखेर हामी जुन अवस्थामा छौँ, राज्य हाम्रो जुन अवस्थामा छ, यो अवस्थामा चाहिँ कसैले पनि दोहोरो सुविधा लिने कानुनी वातावरण चाहिँ सिर्जना नगरौँ, सबैलाई बराबर गरौँ र एक द्वारबाट मात्रै होस् भन्ने कुरा हामीले सुनिश्चित गर्नको लागि यो विधेयक प्रस्तुत गर्यौँ। र यसमा अब सर्वोच्च अदालतको नजिरको पनि कुराहरू आएको थियो। सर्वोच्च अदालतले पनि 2073 साल 11-19 गते लोकसेवा आयोगको अध्यक्षबाट पूर्ण कार्यकाल पुरा गरेर निवृत्त कयोदेवी यमी विरुद्ध श्री प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत भएको 072WO058-2 नम्बरको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। त्यस कारणले पनि यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ र समग्रतामा कसैले पनि दोहोरो सुविधा लिनु हुँदैन र यो विधेयक नै अबको दिनहरूमा चाहिँ मार्गदर्शन पनि बन्न सक्छ दोहोरो सुविधा लिनु हुँदैन भन्ने कुरा इस्टाब्लिस गर्नको लागि यहाँ अहिले उठेका प्रश्नहरू यिनै नै छन्। अब यसमा दफावार छलफलमा समितिहरूमा मान्यज्यूहरूको केही कुरा आयो, यसमा चाहिँ एकदम तर्कपूर्ण
कुराहरू आयो, मननयोग्य कुराहरू आयो भनेदेखि सरकारले त्यसलाई एकदम खुला हृदयले हेर्छ, सुन्छ र सुधार गर्नुपर्ने कुरा रहेछ भने सुधारको लागि पनि तयार हुन्छ। मान्यज्यूहरूको छलफलमा जे प्रश्नहरू आएको थियो मलाई लाग्छ मैले उत्तर दिएँ। यहाँहरूको सहभागिताको लागि धन्यवाद।